आज चाहिँ यो फाकफोक्थुम 7 स्थित मेरो गाउँको छिमेकी मेरो काका चाहिँ यहाँ अब गाउँघरको बारेमा हल्का आफ्नो परिचय हल्का दिँदै हुनुहुन्छ। सो उहाँलाई चाहिँ म एक दुईवटा क्वेसन सोध्दैछु, उहाँले जवाब दिने प्रयास गर्नुहुन्छ। कस्तो हुन्छ भिडियो अन्तिमसम्म हेरिदिनु होला। ल काका सेवारो सेवारो, अब पहिलोचोटि काका तपाईँको नाम भन्नु पर्यो। प्रेम फागो। प्रेम फागो। अनि तपाईँ बस्ने ठाउँको नाम, यो ठाउँको नाम भनिदिनु। पहिला चाहिँ अब केराबारी पहिलाको बस्ती चाहिँ पहिला त अब डाँडा गाउँ हो, त्यहाँदेखि केराबारी झन् केराबारीदेखि अहिले के अरे खम्बुवा सिरान भन्छौँ अहिले। त्यति हो। फाकफोक्थुम 7 खम्बुवा सिरान होइन त अहिलेको लोकेसन, इलाम जिल्ला। अनि तपाईँको सिङ्गल हो कि मिङ्गल हो? पक्कै बे त गर्नुभएको छ होइन? मिङ्गलै भनौँ होला होइन? सिङ्गल हो, मिङ्गल होइन। अब जुन म एउटा कुरा गर्छु होइन, 38 साल फागुन 26 गते 25 गते म 70 वर्षको उमेर चाहिँ जुन तिम्रो बजु भनौँ अथवा काकी भनौँ है, ऊ 14 वर्षको उमेर लौरेको छोरी चाहिँ अब 38 साल फागुन 25 गते हामीले शुभ बिहा भएको गर्दाखेरि लगभग 3 भाइ छोरा 1 बहिनी छोरी जन्मेर 81 सालमा ऊ सुगा भइसक्यो। भनेपछि तपाईँको श्रीमती अहिले हुनुहुन्न? कति सालमा खस्नु भएको? 81 साल। 81 सालमा। अनि तपाईँको छोराछोरीहरू कतिजना? त्यही त अघि भनिसक्यो, 3 भाइ र 1 बहिनीमा नाति नातिना भनेको कति छ भने छोरा जेठाको 2 बहिनी नातिनी नातिनी, अनि कान्छाको चाहिँ 1 नाति 1 नातिनी, महिलाले बिहे गरेको छैन, अनि छोरीपट्टिकोबाट एउटा नाति छ, ऊ अहिले कतार छ। अनि छोराछोरी कता कता हुनुहुन्छ अहिले तपाईँको? छोरी कतार, जेठो छोरो के अरे कोरिया, माइलो काठमाडौँ, कान्छो घरमा। ल अनि तपाईँको छोराछोरी मध्ये तपाईँलाई सबैभन्दा माया लाग्ने छोरा कि छोरी को हुनुहुन्छ? एकजना नाम भन्दा कसको माया लाग्छ छोराछोरीमा सबैभन्दा धेरै? अब 3 भाइ छोरा र 1 बहिनी छोरी बराबर माया लाग्छ। सबैभन्दा धेरै माया बराबर सबै छोराछोरीको होला। तपाईँ के व्यवसाय गर्नुहुन्छ घरमा बस्दा? यसो गाउँघरमा के गर्नुहुन्छ? अहिलेको अवस्थामा चाहिँ म वस्तु पालन बाख्रा जोगा पालेको छु। भनेपछि कृषि गर्नुहुन्छ? कृषि गर्छु। अनि तपाईँको पहिला 22मा मैले कतिजनासँग लभ पर्नु भएको थियो भन्नु? लभ त निकैजना परेको थियो, तर मैले छिटै बिहे गरेको थिएँ। त्यो कारणले गर्दाखेरि मैले व्यवसायमा लागेँ। वस्तु पालन, भैँसी पालन, व्यापार, अनि अदुवा खेती, अर्काको जग्गाहरू कमाएँ र मैले अलिअलि सम्पत्ति कमाएर मैले एकलौटी यहाँ खम्बुवा सिरानमा आएको। अनि त्यहाँदेखि तपाईँलाई सबैभन्दा नेपाली हिरोहरूमा कुन मनपर्छ? सबैभन्दा मनपर्ने हिरो नेपाली कुन चाहिँ हो? कुन चाहिँ हुनुहुन्छ नेपाली हिरो? राजेश हमाल मनपर्छ कि पल्सा मनपर्छ कि दयाहाङ मनपर्छ कि? त्यसमा त यहाँ हाम्रो चाहिँ कुनले राम्रो गीत गाउँछ त्यही मनपर्छ। ऊ त कलाकार भयो नि, ऊमा चाहिँ हिरोमा चाहिँ कुन मनपर्छ? राजेश हमाल कि निखिल उप्रेती कि? किन त म त्यति अब त्यो टिभी त्यस्ताहरू हेरिन पनि त्यो ख्याल छैन। टिभी त हेर्नु त हेर्नु, तर त्यतिखेर अवस्थामा मन पर्दैन हिरो भनेपछि। हिरोनी हिरोनी मन पर्दैन नेपाली हिरोनी भनेपछि तपाईँलाई हिरो हिरोनी कताको नै मन पर्दैन। अनि तपाईँलाई मनपर्ने नेता भन्नुहोस्, कुन मनपर्छ? मनपर्ने नेता चाहिँ हाम्रो पहिलाको लोकबहादुर थापा वाडा बसेमा त्यसले मनपर्छ। होइन, माथिका ठुला ठुला नेताहरू चाहिँ हाम्रो
गरेको मान्छे त्यो डम्बर खड्का। त्यो त जिल्लाको भयो नि, माथिको ठुलो नेता मन्त्रीहरू केपी ओली, प्रचण्ड, शेरबहादुर देउवा। अनि त्यहाँनिर त अब चाहिँ हाम्रो सुभाष नेवाङ मरिगयो, उसको छोरा के अरे सुवाङ। त्यसैले हामीले मनपर्नेमा चाहिँ मन्त्रीमा चाहिँ को? मन्त्रीमा त थाहा छैन, थाहा भएन। यहाँ उदीको चाहिँ यो वडाको चाहिँ जिल्लाको चाहिँ तपाईँलाई वडाको चाहिँ लोकबहादुर गोदार मन पर्यो? मन पर्यो तर हार्यो चाहिँ त्यहाँदेखि पछाडि। अब योचोटि भोट दिँदा चाहिँ कसलाई दिने भन्नुहोस् ल? अब योचोटि भोट दिन हाम्रो पञ्च सर र अर्जुन योङयाङलाई भोट दिने तपाईँको प्लानिङ छ 84 मा? अस्ति भइसक्यो भने ल त्यहाँदेखि अनि ल अब तपाईँलाई लास्ट क्वेसन है यो। ल लास्ट क्वेसनमा तपाईँले भन्नुपर्ने छ एयरपोर्टलाई नेपालीमा के भन्छ? एयरपोर्टलाई त्यो त लिम्बू भाषामा भयो नि। एयरपोर्टलाई हावाई हवाईजहाज बस्ने एयरपोर्ट एयरपोर्ट त विमानस्थल भन्छ नेपाली भाषामा चाहिँ होइन। अनि अझै अन्तिम प्रश्न एउटा लास्टमा तपाईँलाई मेरो आफ्नै एउटा प्रश्न छ तपाईँलाई होइन, एउटा सोध्छु। अनि तपाईँ अहिले सिङ्गल हुनुहुन्छ होइन? अनि के एउटा जोडी उचित तपाईँलाई सुहाउने पाउनु भयो नि के बे गर्ने रेडी हो? चाहिँ अब 60-65 वर्ष पुग्यो, अब 67-70 वर्षकोले नि पाउँछ केटी। तपाईँ बे गर्ने केटी तपाईँलाई सुहाउने पायो भने बे गर्नुहुन्छ कि हुन्न भन्नु? चाहिँ मनपर्ने केटीले आफूले मन पर्दैन, आफूले मन परे के अरे मन नपरे केटी आउनुपर्छ, त्यो के बे गर्ने? ए तपाईँले चाहेको मात्रै बे गर्ने, मन नपरेको चाहिएन? मन परेकोले तपाईँलाई मन पराएन केटीले? पराएन। तपाईँलाई मन परेको मात्रै भेट्यो भने बे गर्ने? ल ल हस् त, धन्यवाद तपाईँलाई। सेवा